नेपालमा पुरुषको तुलनामा महिला साक्षर हुने सम्भावना 17%ले कम छ। यो एक महिलाको कथा हो जसले कहिले पढ्ने र लेख्ने मौका पाइनन्। हामी गोमाको जीवनी सुन्न बर्दिया जाँदैछौँ। मेरो आमा आँखा नदेख्ने हुनुहुन्थ्यो। पातला भन्ने ठाउँमा पानी लिन जानु पर्थ्यो। धेरै टाढा थियो र त्यो ठाउँमा जाँदाखेरि आमालाई डोर्याएरै लिएर जानु पर्थ्यो। आमाले डोकोमा गाउरी राखेर लिएर जानुहुन्थ्यो। गोमाले टाढाको ठाउँबाट पानी ल्याउन आफ्नी आमालाई सहयोग गर्नु पर्थ्यो। परिस्थितिका कारण उनले पढ्ने र लेख्ने प्रबल इच्छा भए पनि पढ्न पाइनन्। आमा, म पढ्न मन लागेको छ, के गर्ने भनेर भन्दाखेरि, छोरी अब म के गरौँ, मैले अब पानी ल्याउनु पर्छ, मलाई तिमीले लिएर जानुपर्छ, अब यसमा तिम्रो पढ्ने सम्भव छैन भन्नुभयो। गोमाको जीवनले अर्को मोड लियो जब उनी 11 वर्षकी हुँदा उनीभन्दा 22 वर्ष जेठो पुरुषसँग उनको विवाह भयो। मैले भनेको, मान, तँलाई पढ्न मन गरिछस्, तेरो बिहा भएपछि नि पढ्न पो सक्छस् कि, त यत्रो जिज्ञासा राखिछस् भनेर दुनियाँ गर्नु। अनि त जसलाई दिन खोज्नु भएको थियो, तर 22 वर्षको फरक थियो। 19 वर्षको हुँदासम्म गोमाले 6 जना सन्तानलाई जन्म दिइसकेकी थिइन्। धेरै कठिनाइहरूको बावजुद गोमाको पढ्ने र लेख्ने इच्छा कहिले मरेन। मैले एक दिन रुँदै भन्दै गरेँ उहाँलाई, मलाई पढ्ने मन छ, मलाई हजुरले केही नभन्नु, मलाई गाली नगर्नु। ठिक छ, म आजका दिनबाट तिमीलाई म गाली गर्दिनँ, तिमीलाई पढ्न मन छ भनेदेखि पढाउली भन्नुभयो। हुन्छ, पढ्नु कक्षाहरू त्यस्तो चाहिँ फलान ठाउँमा छ अरे, त्यहीँ गएर पढाउली नि त भन्नुभयो। श्रीमानको समर्थन पाएपछि उनले आफ्नो गाउँका अन्य महिलाहरूलाई पनि प्रौढ कक्षामा जानका लागि भेला गरिन्। यद्यपि अन्य पुरुषहरू यसबाट खुसी थिएनन्। अगाडि अब यिनीहरूले पढेर जान्ने भयो भने त हाम्रा कपडा धुन, हामीलाई टाइममा खाना दिँदैनन्, घाँस काट्दैनन्, भैँसी पाल्दैनन्। यिनलाई चाहिँ यही हो यो नेता, यसलाई कालोमुसो लाउनु पर्छ, यसलाई धपाउनु पर्छ भन्नु। एक दिन मलाई राति बोलाइयो, यो तपाईँको काम छ, बैठक छ, हिँड्नुहोस् भनेर मलाई राम्रो मुखले भन्नुभयो। अनि लगेपछि त त्यहाँ जुत्ताका माला, अनि त्यसमा चाहिँ एउटा रसीले यहाँ घाँटीमा लाउने बनाउनु भएको, अनि कालो मुसो दलेर एउटा उसमा पिसेर चाहिँ ठिक्का पारेको। ती मानिसहरूले उनको इच्छा तोड्न सक्थे, तर यसको सट्टा यसले उनलाई गाउँमा क्रान्ति सुरु गर्न झन प्रेरित गर्यो। गोमाले आफ्नो गाउँमा अरू महिलाहरू पनि जम्मा गरेर एउटा संस्था स्थापना गरिन्। उनको गाउँमा सडकको सुविधा नभएकोले सडक बनाउनु उनीहरूको पहिलो प्राथमिकता बन्यो र गाउँका महिलाहरू मिलेर आफैले सडक बनाए। पछि गोमाले एकजना साथी मार्फत टेवाको बारेमा थाहा पाइन् र टेवाको खोजीमा एक्लै काठमाडौँ जाने निर्णय गरिन्। यस सहरमा उनी पहिलोचोटि पाइला टेक्दै थिइन्। त्यो गाडीलाई त यो ठाउँमा लैदियो भनेपछि त लैदिने भयो, अनि लएर अनि त्यो ठाउँमा ओह्रालिदिनु भनेपछि त्यहाँ ओर्लेर भित्र जाँदाखेरि त हो, त्यहाँ मलाई यति सम्मान गर्नुभयो, टेवामा यति सम्मान गर्नुभयो कि म त त्यति पीडित भएर आएको सानै उमेरदेखिबाट मैले धेरै दुःख झेलेर मेरो खुसी नै थिएन। टेवाको सहयोगमा उनको अभियान उल्लेखनीय रूपमा विस्तारित हुँदै गयो। टेवाको अनुदानबाट उनीहरूले महिलाहरूलाई जीविकोपार्जनको लागि सहयोग गर्न थाले र त्यहाँबाट उनीहरूको प्रयास अझै बलियो हुँदै गयो। गोमा र उनको संस्थाले बर्दियाका हजारौं महिलाहरूलाई सहयोग गरेको छ र यस क्षेत्रमा महिलाको आर्थिक सशक्तिकरण, स्वास्थ्य र शिक्षामा केन्द्रित धेरै परियोजनाहरू कार्यान्वयन गरेको छ।
संस्थाका महिलाहरूले एक अर्कालाई सहयोग गरिरहेका छन्। जब उनीहरूसँग पर्याप्त बचत हुन्छ, उनीहरू अन्य सीमान्तकृत महिलाहरूलाई मद्दत गर्दछन्। यो एक वास्तविक अभियानको रूपमा अघि बढेको छ। 1 वर्षको अन्तरकालमा टेवाबाट 50,000 आयो। अनि फेरि अर्को चाहिँ समूह 20 जनाको बन्यो। अनि त सदस्य बन्ने संस्थाको हामी त सदस्य बन्छौँ भनेका छन् सबै आउँछन्। 106 जना भइसके। हामीले रोक्यौँ त्यहाँबाट धेरैजना भनेर। अनि 106 जना भइसके। अनि भइसकेपछि त हाम्रो महिलाको ठुलो ग्याङ भयो, ठुलो भयो। अब शक्ति भयो कि हाम्रो शक्ति एकदम नै महिलाको यति जाँगर रहेछ, आखिरी गुम्सिएर बस्दैछ। अनि मैले चाहिँ दिदीबहिनीहरूलाई अगाडि बढाउन एकदम सफल भएँ। अब हामी सफा मनले काम गर्छौँ भनेपछि जे पनि गर्न सकिँदो रहेछ। गोमाको कथाले हामी सबैका लागि प्रेरणाको रूपमा काम गर्छ। हामीले अरूलाई मद्दत गर्न आफ्नो जीवन समर्पण गर्दा हामीलाई कुनै पनि कुराले रोक्न सक्दैन भनेर देखाउँछ। संस्था गरिबको सहारा देशमा दिगो ल्याउने हो आधार। मिर्मी मुनि काली थुनेको टेवा संस्था महिलाको हितमा धेरै छ नि अघि बढेको।